हामी दुवैजना रोयौँ मुभी हेर्दा म नि रोएँ आमा त झन् अब कति रुस्यो होला एकदमै इमोसनल थियो हाई गाइज दिस इज घुमन्ते बुढाबुढी तर आज म आएको छु आमालाई लिएर नयाँ नेपाली मुभी हेर्न विच इज परान हामी आयौँ पोखराको ट्रेड मलको क्युएफएक्समा यहाँको यस्तो राम्रो डेकोरेसन देखेर आमाले लु नानी एउटा भिडियो त खिचिदिइहाल्नु पऱ्यो भनेर भन्नुभयो त्यसपछि मैले राम्रो भिडियो खिचिदिएँ त्यसपछि हामी लाग्यौँ मुभी हेर्न फर्स्ट हाफ नै कति इमोसनल हो कि राम म त रुँदा रुँदा यस्तो गङ्गाधारा यमुना बग्यो कि यो चाहिँ म वासरुम गएर आएपछिको फेस हो है गाइज अनि त्यसपछि अब कति स्याड हुनु लाइफमा यस्तो स्याड भएर नि हुँदैन भनेर पपकर्न लियौँ कफी लियौँ त्यसपछि त्यो लिएर फेरि मुभी हेर्न गयौँ एकछिन बस्दै गर्नुहोस् म काकालाई मिठो चिया बनाएर खुवाउँछु है मुभी सकेपछि त झन् कुरै के गर्नु सबजना रुँदै निस्किराख्नु भएको थियो अलमोस्ट एभ्री वान आमा झन् बिचरा कति रुनुभयो अब सुनौँ है आमाले के भन्नुहुन्छ यो मुभीको बारेमा चलचित्र एकदमै राम्रो लाग्यो होइन अब अहिले हाम्रो देशमा घटिरहेको यो कथा घटनाहरूमा आधारित कथा रहेछ एकचोटि सबैले हेर्नुहोस् है यो परान भन्ने चलचित्र जुन छ अरू नि भन्दा नि छोराछोरी बाउआमा आएर हेर्नै पर्छ ल गाइज मलाई चाहिँ एकदमै दामी लाग्यो है यो परान मुभी मेरो त एकदम मुटु नै छोयो सबैजनाले हेर्नुपर्छ अब हजुरहरू पनि हेरेर मात्र भन्नु होला कस्तो लाग्यो भनेर आजको लागि बाई